म त सक्दिनँ म त अहिले भनिदिएको छु नि फेरि धेरै समयपछि आइयो त्यही त हाम्रो पनि 3-3वटा छोरछोरी छन् कहाँबाट पाल्न त नि हाम्रो कमाइ समेत छैन आमा पाल्न त हामी पनि सक्दैनौँ है त्यही त नि भने अब मैले चाहिँ कसरी सक्ने भने कि तपाईँहरूको छरछरी हुर्किसिया मान्छे त यसो भन्नुहुन्छ म त कमाउन बाहिर हिँड्नु पर्ने मान्छे कहिले कहाँ आमा कहिले बिरामी हुने होला के हुनु होला मैले सक्दिनँ म सक्दिनँ मलाई यो नभन्नु अहिले वाह वाह भाइ दाइ यहाँ त आमा पाल्नलाई पुरै हान्थाप भइरहेको रहेछ त मैले दाइ धेरै ठुलो कुरो गर्नु पर्दैन तपाईँको नि आमा हो ल र पाल्नु कहिले काहीँ आउँछन् फुर्ती लाउँछन् त्यही त पनि कहाँबाट आइपुग्यो यिनीहरू फेरि ठुलो कुरो गर्नलाई दर्शन आमा आशीर्वाद सौभाग्यवती बाबा कहाँबाट आइपुग्यो आज एक्कासी तिमीहरू पूर्व जान भनेर हिँडेको अनि यसो यहाँ पसौँ भनेर आएको यहाँ त दाजुभाइ त पुरै हान्थाप रहेछ हजुरलाई पाल्नलाई भनेर त्यही हेर्नु न नाटक सानामा मेरी आमा भनेर तानातान गर्ने हामी सबैजना अब अहिले यही आमा पाल्नको लागि चाहिँ तछाड मछाड छ होइन सानो कुरो नगर्दा आमा पाल्न जो पाए त्यसले पाउँदैन आमाको स्याहार सुसार गर्न भाग्यमानीले मात्रै पाउँछ तै रहेछस् भाग्यमानी लहर पाल्न त हो दाइ मै हो भाग्यमानी लान्छु मेरी आमा मै पाल्छु त्यही हेर्नु आमा उठ्नुहोस् आज सम्पत्ति र आफ्नो श्रीमती प्यारो लाग्नेलाई भोलि थाहा होला जे रोप्यो नि बिउ त्यही फल्ने हो हिँड्नु आमा ननु न आमा माइला छ नि हिँड्नु जसले पालिने आमा पाल्नु नि हो माइलाले लिएर गयो भइगयो नि त याद राख आमाको आँसु बगाएको छौ फल अवश्य पनि राम्रै पाउनेछौ लगे आनन्दै भयो जाउँ